नमस्कार, म आरपी तिमिल सेना। पेसाले म शिक्षक हो। म आज यहाँहरूको माझमा एउटा अत्यन्तै महत्त्वपूर्ण विचार प्रस्तुत गर्न गइरहेको छु। सुन्दर नेपाल, समृद्ध नेपाली, यो टपिकमा, यो विषयवस्तुमा यहाँहरूको माझमा केही कुराहरू प्रस्तुत गर्न गइरहेको छु। यो केवल एउटा नारा होइन, यो हाम्रो साझा सपना हो, यो हाम्रो भविष्यको मार्गचित्र हो, यो हाम्रो जिम्मेवारी हो। नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश हो। हिमाल, पहाड, तराई, नदी, नाला, झरना तथा विभिन्न सांस्कृतिक रूपले पनि भरिएको हाम्रो सुन्दर देश नेपाल संसारमै एउटा अद्वितीय देश हो। तर यहाँ केवल सुन्दरता मात्र पर्याप्त छैन। जबसम्म यहाँका नागरिकहरू समृद्ध हुँदैनन्, जबसम्म यहाँका नागरिकहरू शिक्षित हुँदैनन्, स्वस्थ र अवसरयुक्त जीवनमा बाँच्न सक्दैनन्, तबसम्म हाम्रो देश पूर्ण रूपमा विकसित भएको मानिँदैन। त्यसैले सम्पूर्ण देशवासी, सम्पूर्ण मेचीदेखि महाकालीसम्म रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा के अपिल गर्न चाहन्छु भने, सबैभन्दा पहिले हामीले सुशासनलाई प्राथमिकता दिनुपर्छ। सुशासन बिना देशको विकास सम्भव छैन। जबसम्म सरकारी निकायहरू पारदर्शी, जिम्मेवार र उत्तरदायी हुँदैनन्, तबसम्म जनताको विश्वास कायम रहन सक्दैन। भ्रष्टाचार नियन्त्रण गर्नु, कानुनको सही कार्यान्वयन गर्नु र सेवाग्राहीहरूलाई सरल तरिकाले सेवा प्रभावकारी ढङ्गले दिनु र उनीहरूलाई एकदमै सहज वातावरणमा उनीहरूले सुरक्षित रूपमा आफ्नो सेवा प्राप्त गर्न पाउनु नागरिकहरूको एउटा अपेक्षा हुन्छ। त्यसैले यसै गरी हामीले शिक्षा दोस्रो विकासको मेरुदण्ड हो। गुणस्तरीय शिक्षा बिना कुनै पनि राष्ट्र अगाडि बढ्न सक्दैन। त्यसैले केवल यो सैद्धान्तिक ज्ञान मात्र होइन, शिक्षा यो व्यावहारिक रूपमा पनि जोडिनुपर्छ। युवाहरूलाई प्राविधिक र व्यावसायिक तालिम दिएर आत्मनिर्भर बनाउनुपर्छ। शिक्षित र सक्षम जनशक्ति नै समृद्ध नेपालको आधार हो। जबसम्म यो देशमा रोजगारी सिर्जना हुँदैन, रोजगारी बिना कुनै पनि युवाहरू देशमा बस्न सक्ने परिस्थिति हुँदैन। त्यसैले आज हामी देखिरहेका छौँ, रोजगारीको खोजीमा लाखौँ लाख नेपाली युवाहरू विदेशिन बाध्य भएका छन्। यदि हामीले देशभित्रै उद्योग धन्दा, कल कारखाना, पर्यटन, व्यवसाय, कृषिमा उद्यमशीलता र विभिन्न किसिमका उद्यमशीलताहरूलाई जबसम्म हामीले देशमै स्थापित गर्दैनौँ, युवाहरूलाई चाहिँ देशमा रोक्ने प्रयास गर्दैनौँ, तबसम्म यो देश समृद्ध देश बन्न सक्दैन। पूर्वाधार विकासमा पनि उत्तिकै आवश्यक छ। राम्रो सडक, भरपर्दो विद्युत सेवा, आधुनिक सञ्चार प्रणाली र सहज यातायातका कारणले मात्र विकासले गति पाउन सक्छ। त्यसैले गर्दा ग्रामीण र दुर्गम क्षेत्रसम्म यी सेवाहरू पुर्याउनु हरेक राज्यको कर्तव्य हो, ताकि विकास सबैको पहुँचमा पुग्न सकोस्। आज नेपालको पर्यटन क्षेत्र हाम्रो अर्थतन्त्रको प्रमुख आधार बन्न सक्छ। यो प्राकृतिक सम्पदा, धार्मिक स्थल, सांस्कृतिक विविधता भरिपूर्ण पर्यटकका लागि आकर्षण हुन्। त्यसैले गर्दा हामीले सम्पदाहरूको संरक्षण गर्दै यसलाई व्यवस्थित रूपमा, यसलाई विकासको रूपमा अगाडि बढाउँदै गयौँ, पर्यटनलाई प्रवर्धन गर्न सक्यौँ भने यसले पनि ठुलो आर्थिक लाभ दिन सक्छ। त्यसो भएको कारणले गर्दा हामीले यसका सँगसँगै हामीले वातावरण संरक्षणमा पनि त्यत्तिकै ध्यान दिन जरुरी छ। हामीले वन जोगाउने, जलस्रोत, जैविक विविधताको संरक्षण गर्ने, सफा र हरियाली नेपाल बनाउने एउटा साझा जिम्मेवारीका साथ अगाडि बढ्यौँ भने नेपाल पक्कै पनि एउटा सुन्दर नेपाल बन्छ। र अन्त्यमा के भन्न चाहन्छु भने, देश विकासको केवल जिम्मेवारी सरकारको मात्र होइन, यो सबै नागरिकको कर्तव्य पनि हो। त्यसैले प्रत्येक नेपाली नागरिकले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेर मात्र सच्चा परिवर्तन सम्भव छ। साना साना सकारात्मक प्रयासले नै ठुलो परिवर्तन ल्याउन सक्छ। र यो सँगसँगै यो देशको विकासका निमित्त यो भर्खरै बनेको जुन यो देशमा
सरकार छ, 2/3 सरकार जुन बनेको छ, यो सरकारले देशका हरेक क्षेत्रका हरेक नागरिकहरूको इच्छा, आकाङ्क्षा, उहाँहरूका मनोभावना, उहाँहरूका आवश्यकताहरूलाई परिपूर्ति गर्न उद्यत रहोस्। यसले यति मात्र होइन, अझै विभिन्न प्रकारका समस्याहरूलाई समष्टिगत रूपमा समेट्दै देशको अर्थतन्त्रलाई बलियो बनाउँदै देशमा भएको भ्रष्टाचार, विकृति, विसङ्गतिको अन्त्य गर्दै र एकीकृत बस्ती योजनालाई सबैभन्दा मुख्य पाटोको रूपमा यसले लागू गर्दै अगाडि बढेको खण्डमा पक्कै पनि यो देशमा विकास तीव्र रूपमा अगाडि बढेर जानेछ र सँगसँगै सुशासनलाई पनि सँगसँगै पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न जरुरी छ। त्यसैले यसमा हामी सबै मिलेर हामी प्रतिबद्ध बन्यौँ, हामी सबै मिलेर देशलाई माया गर्यौँ। सरकारले मात्र होइन, नागरिकले पनि यो मेरो देश हो, मैले राज्यबाट के पाउने भन्नुभन्दा पनि मैले मेरो राज्यलाई के दिन सक्छु भन्ने भावनाका साथमा जबसम्म हामी अगाडि बढ्दैनौँ तबसम्म देशले कोल्टो फेर्दैन, देशले परिवर्तनको बाटोलाई चाहिँ आत्मसात गर्न सक्दैन। त्यसैले आउनुहोस् सबै मिलेर एकबद्ध भएर साझा नेपाललाई एउटा विकासको गतिमा अगाडि लगाउँ। यसले मात्र सुन्दर नेपाल, समृद्ध नेपालीको सपनालाई वास्तविक रूपान्तरण गर्न सक्छ भन्ने विचार राख्दै म बिदा हुन्छु। धन्यवाद।